अहिले म भूमे गाउँपालिकाको लुगुम गाउँ नजिक रहेको झाँक्रीको प्रतिमा भएको ठाउँमा आइपुगेको छु। यो चाहिँ लुकुम गाउँ परम्परागत कालदेखि चाहिँ झाँक्रीहरूको बाहुल्य त रहेको र हरेक वर्ष यहाँ चाहिँ झाँक्री नाचिने ठाउँ हो। त्यही परम्परालाई जीवन्तता दिनको लागि नेपाली सेनाले यहाँ चाहिँ झाँक्री को स्ट्याचु बनाएको छ, प्रतिमा बनाएको छ। म यहाँ स्ट्याचु मुनिको लेखिएको छ, म यहाँलाई देखाउँछु। हाम्रा परम्परागत उपचार तथा संस्कार संस्कृतिका धरोहर श्रद्धेय झाँक्रीहरूको सम्मानमा स्थापित विधि पुर्खा किनी गेलाई मुई इद बासक विसक जैद सग्राङ स्याजाउ रम्मा बराजु र एमिनत जैसियो मूर्ति मगर खाम्बामा लेखेर चाहिँ होइन। अनि श्री नम्बर 19 बाहिनी अड्डाको अग्रसरतामा बाहिनी अड्डा अन्तर्गत र अन्तर्गतका युनिटहरू श्री बर्दबहादुर गण, श्री बटुक दल गण, श्री ज्वाला दल गण, श्री सिद्धिबक्स गण, श्री नरनसिंह दल गण, श्री चण्डी दल गण, श्री सूर्य दल गण तथा भूमे गाउँपालिका वडा नम्बर 1 लुकुमवासीहरूको स्रोत साधन प्रयोग गरी स्थापना गरिएको झाँक्रीको मूर्ति श्रीमध्ये पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी प्रेम बहादुर पुञ्जीबाट समुद्घाटन सुसम्पन्न भयो। इतिसम्म 2082 साल ज्येष्ठ 29 गते रोज 5 शुभम। अनि श्री नम्बर 19 बाहिनी अड्डाको अग्रसरतामा रुकुम पूर्वी विभाग जिल्ला भूमे गाउँपालिका लुकुममा झाँक्रीको मूर्ति स्थापनार्थ श्रीमध्ये पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी श्री प्रेमबहादुर पुञ्जीबाट शिलान्यास सुसम्पन्न भयो। इतिसम्म 2081 चैत्र 6 गते र रोज 4 शुभम। यो चाहिँ यही चैत्र 4 गते शिलान्यास भएर 81 चैत्र 4 गते शिलान्यास भएर 82 ज्येष्ठ 29 गते सम्पन्न भएको रहेछ। यो कार्य जे भयो नि अत्यन्तै राम्रो कार्य भएको छ। यो चाहिँ पर्वत बेल्ट भन्छ हाम्रो लुकुमतिर मगरखाम समुदाय बस्ने बस्तीलाई। यो पर्वत बेल्टको लागि अत्यन्तै संरक्षण गर्नुपर्ने, जोगाउनु पर्ने र परम्परालाई चाहिँ जीवन्तता दिनुपर्ने यो एउटा महत्त्वपूर्ण काम हो। यो देखेर चाहिँ मलाई अत्यन्तै खुसी लाग्यो आज यहाँ आउने अवसर पाइयो। यो ठ्याक्कै मध्य पहाडीको बाटोमै छ। तपाईँहरूले यो मैले यो बाटो देखाएँ। लुकुम गाउँ नजिकैको बाटो हो यो मध्य पहाडी राजमार्ग जान्छ लुकुम मार्ग। यो चाहिँ लुकुम गाउँ नजिकैको बाटो आउँछ। बाटो यसरी आएर ठ्याक्कै पहिलो मोड तपाईँ क्रस गर्नुभयो भने यो पहिलो मोड क्रस गर्न बित्तिकै ठ्याक्कै चाहिँ यहाँ आउँछ है। पदमबहादुर बुढाको परिकल्पना बनाएको छ यो। कति काटिएको छ त्यो मलाई थाहा छैन। ल हेर्नुहोस् है सुनेको छ। ल यो चाहिँ आज यहाँ आउने अवसर मिल्यो, म अत्यन्तै खुसी छु। र सहायक रथी सेनाका सहायक रथी पदमबहादुर बुढाले चाहिँ यो कल्पना गर्नुभएको रहेछ होइन। यो चाहिँ हेर्नका लागि अत्यन्तै आकर्षक यो वस्तु चिज हो यो। यहाँ सबै आउनुहोला, हेर्नुहोला। सबैले चाहिँ यो भिडियो लाइक, कमेन्ट र सेयर गरेर सहयोग गरिदिनु होला। धन्यवाद।